जय मसीह, तपाईहरुलाई फेरि पनि आज मेरो सन्डे फेलोशिप ब्लगमा स्वागत छ। आज चाहिँ एकदम धेरै राति पानी परेको कारणले रिफ्रेशिङ छ, तर घाम त अवश्य लागेको छैन र पनि आज हामी ready to go to the church. कि उहाँमाथि विश्वास गर्ने, कि उहाँले आफ्नो एकलौटे पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरको प्रशंसा, हे धर्मी गण हो, परम प्रभुमा आनन्दसित भजन गाऊ, सोझो मन भएकाहरूले उहाँको स्तुति गरून्। यसरी भन्छ, तापनि हे परम प्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ, हामी माटो हौ, तपाईं चाहिँ कुमाले हुनुहुन्छ, हामी सबै तपाईकै हातका कार्यहरू हौ। आज जे कुराहरू उनीहरूको टिचर्सहरूबाट आज उनीहरूले सिक्दैछन्, पवित्र आत्मा उनीहरूलाई बुझ्ने सामर्थ्य शक्ति दिनुहोस्, ज्ञान बुद्धि विवेक दिनुहोस्। धन्यवाद छ टिचर्सहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई आनन्द, त्यो शान्ति चाहिँ आज हामीले पाएका छौँ। आज संसारमा हुनु थियो भने त्यो शान्ति, त्यो आनन्द हामीले पाउने थियौँ होला है। हामीलाई कष्ट हुन्थ्यो, सङ्कष्ट हुन्थ्यो, दुःख हुन्थ्यो, पीडा हुन्थ्यो, तर आज परमेश्वरको जन भएपछि परमेश्वरले त्यो कष्ट चाहिँ, त्यो पीडा चाहिँ अलरेडी उहाँले भोगिसक्नु भएको छ। त्यो भोगेर चाहिँ आज त्यो आनन्द, त्यो शान्ति चाहिँ हामीलाई दिनुभएको छ है। अनि आज त्यो शान्ति आनन्द चाहिँ उहाँबाट हामीले पाएका छौँ। अनि जस्तै परिस्थिति आए पनि, कष्ट आए पनि है, हामीले विश्वासको जीवन हामीले भोग्नुपर्छ है। शान्तिले भरिपूर्ण गरिदिउन् यस हेतुले कि पवित्र उहाँले क्रुसमा लिनुभयो, तर उहाँ मरेकै हुनु भएन। तपाईँ र मेरो लागि, तपाईँ र मेरो स्वभाव उहाँले यस कारणले धारण गरेर मानिस भएर संसारमा आउनुभयो, ताकि उहाँले शरीरमा मरेर असीम प्रेम प्रभु येशू ख्रिस्टको प्रशस्त अनुग्रह, पवित्र आत्माको अटुट संगति हामी प्रत्येक विश्वासीहरूको साथमा, हाम्रो मण्डलीको साथमा, साथै विश्वव्यापी मण्डलीको साथमा तपाईको दोस्रो आगमनसम्म सदा सर्वदा स्थिर भइरहेका हुन्। आमेन। गङ्गी गुरु ल्याउनु भएको
ल सन्जय भाइले ल ला विशाल भाइ लु विशाल भाइ मेरो Maverick is so happy म घर आयो भनेर Hi Maverick, hi buddy ल हुन्छ है आज हाम्रो सन्डे फेलोशिप पनि एकदम असल तरिकाले हामीले सिधाएका छौँ आजको वचन हाम्रो एल्डर जस्ताइले बोल्नु भएको थियो रोमी 12:12बाट आशाको बारेमा है अनि पेशेन्सको बारेमा धैर्यताको बारेमा र प्रार्थनाको बारेमा आशिषित भएका छौँ आजको संगतिमा हाम्रो प्रभु भोज पनि थियो अनि अहिले चाहिँ हेर्नुस् अलिअलि पानी पर्दैछ जे होस् हरियाली लाग्दैछ हुँदैछ हुन्छ धन्यवाद मेरो भ्लगहरु हेरिदिनु भएकोमा तपाईहरुलाई परमेश्वरले आशिष दिनुभएको होस् यो पहिलो महिनामा परमेश्वरले तपाईहरुलाई आशिष दिनुभएको होस् र ज्ञान र बुद्धिले भरपूर गराएको होस् हुन्छ धन्यवाद सधैं भन्छु प्रार्थना र वचनमा लागि रहनुहोस् जय मसीह